नमस्कार सम्पूर्ण साहित्यिक मनमुटु दर्शकहरुमा सधैँको शुक्रबार झैं आज पनि गजल शुक्रबारको भाग 415 लिएर यहाँहरुमाझ उपस्थित भइसकेको छु। म तपाईहरुकै सहयात्री वीरेन्द्र मालाकार। सधैँको शुक्रबार झैं आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले विभिन्न किसिमका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रमा गएर गजल सुटिङ गर्ने क्रममा आज म यो काठमाडौँको शङ्खमूल उद्यान पार्कमा आइपुगिसकेको छु। प्राकृतिक दृष्टिकोणले निकै नै सुन्दर रहेको यो स्थानमा एकदमै खुल्ला शान्त वातावरण र हजुरहरूको यहाँ टाइम पास गर्नको लागि एकदमै उपयुक्त ठाउँ रहेको छ। यहाँ आएर हजुरहरूले आफ्नो मन बहलाउनको लागि एकदम नै उपयुक्त ठाउँ रहेको छ र यो स्थानमा हजुर पनि एकपटक भ्रमण गरेर यो आनन्द मजा लिएर आन्तरिक पर्यटन प्रवर्धनमा टेवा पुर्याइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। मेरा गजलका शेयरहरू सुरु गर्नुभन्दा अगाडि जसले मलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भाग 415 सम्म पुर्याएर साथ दिनुभएको छ, यहाँप्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। यो साथ र सहयोग सधैँभरि यसरी नै रहिरहनेछ भन्ने आशा पनि लिएको छु र गजलका शेयरहरू यसरी सुरु हुन्छ। सुकुम्बासीहरूको बास उठ्यो बस्तीबाट, सुकुम्बासीहरूको बास उठ्यो बस्तीबाट, हुकुमबासीहरूको आस उठ्यो बस्तीबाट, हुकुमबासीहरूको आस उठ्यो बस्तीबाट, सुकुम्बासीहरूको आस उठ्यो बस्तीबाट, सुकुम्बासीहरूको आस उठ्यो बस्तीबाट, हुकुमबासीहरूको आस उठ्यो बस्तीबाट, हुकुमबासीहरूको आस उठ्यो बस्तीबाट। छाप्रादेखि कैयौँ तले घरहरू ढली थुप्रिए, छाप्रादेखि कैयौँ तले घरहरू ढली थुप्रिए, ढुङ्गा माटोका ठुलो रास उठ्यो बस्तीबाट, ढुङ्गा माटोका ठुलो रास उठ्यो बस्तीबाट, हुकुमबासीहरूको आस उठ्यो बस्तीबाट, सुकुम्बासीहरूको बास उठ्यो बस्तीबाट, सुकुम्बासीहरूको बास उठ्यो बस्तीबाट। घरको भित्ता ढल्यो अनि चुलो पनि निभ्यो, घरको भित्ता ढल्यो अनि चुलो पनि निभ्यो, हो घरको भित्ता ढल्यो अनि चुलो पनि निभ्यो, होको पेट यता उता डाँस उठ्यो बस्तीबाट, होको पेट यता उता डाँस उठ्यो बस्तीबाट, होको पेट यता उता डाँस उठ्यो बस्तीबाट, ढुङ्गा माटोका ठुलो रास उठ्यो बस्तीबाट, हुकुमबासीहरूको आस उठ्यो बस्तीबाट, सुकुम्बासीहरूको बास उठ्यो बस्तीबाट, सुकुम्बासीहरूको बास उठ्यो बस्तीबाट। रोदन छन् जताततै बालक वृद्ध जमातमा, रोदन छन् जताततै बालक वृद्ध जमातमा, ओठको सुन्दर मिठास उठ्यो बस्तीबाट, ओठको सुन्दर मिठास उठ्यो बस्तीबाट, भोको पेट यता उता नास उठ्यो बस्तीबाट, ढुङ्गा माटोको ठुलो रास उठ्यो बस्तीबाट, हुकुमबासीहरूको आस उठ्यो बस्तीबाट, सुकुम्बासीहरूको बास उठ्यो बस्तीबाट, सुकुम्बासीहरूको बास उठ्यो बस्तीबाट। म अन्तिम शेयरमा छु। व्यवस्थित हुन्छ धैर्य गर भन्दैछ सरकारले, व्यवस्थित हुन्छ धैर्य गर भन्दैछ सरकारले, आशाको झिनो प्रकाश उठ्यो बस्तीबाट, आशाको झिनो प्रकाश उठ्यो बस्तीबाट, ओठको सुन्दर मिठास उठ्यो बस्तीबाट, होको पेट यता उता घाँस उठ्यो बस्तीबाट, ढुङ्गा माटोका ठुलो रास उठ्यो बस्तीबाट, हुकुमबासीहरूको आस उठ्यो बस्तीबाट, सुकुम्बासीहरूको बास उठ्यो बस्तीबाट, सुकुम्बासीहरूको बास उठ्यो बस्तीबाट। आशा छ यो गजललाई पनि तपाईँले मन पराइदिनुहुन्छ र अर्को शुक्रबार पुनः पनि गजल शुक्रबारको भाग 416 लिएर एक नयाँ पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रबाट
यहाँ माझ उपस्थित हुने बाचासहित तपाईँ जहाँ रहनुहोस् स्वस्थ रहनुहोस् मस्त रहनुहोस् तपाईँका दिनहरू मङ्गलमय भए बितोस् भन्ने शुभकामनासहित अहिलेको लागि तपाईँको सहयात्री तपाईँबाट छुट्टिँदैछु पुनः भेट्ने बाचासहित हस् त नमस्ते नमस्ते जय साहित्य जय साहित्य।